लाइफस्टाइल ओभरसिजमा बसेर बिताइराख्नु भएको छ भने चाहिँ हजुरहरूले डेफिनेटली हाम्रो यो भिडियोलाई मन पराइदिनु हुनेछ। यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। मेरो नाम चाहिँ गीता मगरान्ती। मेरो नाम चाहिँ सबिन महाजु। हामी चाहिँ दुईजना हस्बेन्ड एन्ड वाइफ है। हामी अहिले हाल मेलबर्न अस्ट्रेलियामा विगत 19 वर्षदेखि बस्दै आइरहेका छौँ। लगभग 2011 देखि हामीले आफ्नो फ्यामिली बिजनेस मोबाइल फोन ल्यापटपको बिजनेस चाहिँ हामीले 2011 देखि आजसम्म हामीले सक्सेसफुल्ली रन गर्दै आइरहेको छौँ मेलबर्न अस्ट्रेलियामा। र एट द सेम टाइम 2021 बाट चाहिँ मैले आफ्नो डिजिटल बिजनेसमा चाहिँ हात हालेको छु। र यही डिजिटल बिजनेसको बारेमा चाहिँ हजुरहरूलाई पनि ओहो यस्तो खालको बिजनेस पनि हुँदो रहेछ, एउटा फ्यामिली बिजनेस ट्रेडिसनल बिजनेस भन्दा बाहिर पनि यो खालको बिजनेस चाहिँ हुँदो रहेछ भनेर चाहिँ मैले चाहिँ आज यहाँहरू सामु यो डिजिटल बिजनेस कसरी चलाउन सकिन्छ, के हो डिजिटल बिजनेस, यदि हजुरहरू पनि आफूले घरमा बसेर कुनै त्यस्तो केही काम गर्न मिल्छ अथवा 1-2 घण्टा काम गरेर पनि मैले आफ्नो जब नै रिप्लेस गर्न सक्ने त्यस्तो केही काम होला भनेर हजुरहरूलाई लागिरहेको छ भने चाहिँ यस देयर इज डेफिनेटली अ प्लेटफर्म लाइक दिस डिजिटल बिजनेस। जस्तै सिमिलर हामी जस्तै स्टोरी भनौँ न, जस्तै अब मेरो ट्रेडिसनल भन्दाखेरि म ट्रेडिसनल ब्याकग्राउन्डबाट आएको बिजनेस गरिरहेको मान्छे ऊ चिज म 18 वर्ष जति भयो होला मेरो बिजनेस गरेको। र मैले चाहिँ फुल टाइम आफ्नो बिजनेसमा दिएर र तिमीले चाहिँ हाम्रो बाबुहरू भएपछि चाहिँ जुन तरिकाले तिमीले टाइम सेट नमिलिरहँदा पनि तिमीले जसरी एउटा प्लेटफर्म खोजेर यो प्लेटफर्ममा इन भयो होइन, र तिमीले आफ्नो तरिकाले बिजनेस गरेर तिमी एउटा आफ्नो सेट गरिरहेको छौ, बच्चालाई हिँडिरहेको छौ। र सिमिलर ब्याकग्राउन्डमा हजुरहरू पनि त्यसरी हुन सक्नुहुन्छ, जस्तै मम्सहरू हुन सक्नुहुन्छ घरमा बसेर बिजनेस ओनरै हुनुहुन्छ। आज हामी बिजनेस ओनर भएको कारणले गर्दाखेरि पनि हामीलाई थाहा छ हाम्रो स्टोरी भनौँ न, हाम्रो स्टोरीमा रेजोनेट जो हुनुहुन्छ होइन, उहाँहरूले नै यो भिडियो हेर्दा पनि हेरिराख्नु भएको छ भने पनि प्लिज रिच आउट टु अस होइन। लाइक यस्तै कि अब मेरो हस्बेन्ड चाहिँ आफ्नो फ्यामिली बिजनेसमा जानुहुन्छ एभ्री सिङ्गल डे होइन। म चाहिँ घरमा बसेर यो डिजिटल बिजनेस चलाइरहेको छु। एन्ड डु यु वान्ट टु टेल? अब मैले 10 to 5 काम गरेर जुन तरिकाले जति एफोर्ट दिन्छु र तिमीले घरमा बसेर बच्चालाई हेरेर आफ्नो टाइममा होइन म्यानेज गरेर 2 घण्टा 3 घण्टा टाइम स्पेन्ड गरेर जुन चाहिँ तिमीले रिटर्न ल्याउँछौ हेर्दा सुन्दाखेरि लोभ लाग्दो छ होइन। त्यही नै कुरा हो होइन। अब मलाई हेर्दा मैले आफ्नो फ्यामिली छोड्न नसकेको मात्रै हो, तर अलमोस्ट रिप्लेस गर्न थालिसक्यो, रिप्लेस गर्न जो लाग्छ छ होइन। एक्ज्याक्टली म आफै पनि यो प्लेटफर्ममा आउला जस्तो भइसकेको ठिकै छ। के मात्र भन्न खोजेको भने यो डिजिटल बिजनेस भनेको चाहिँ आजको दिनमा यस्तो भइसकेको रहेछ कि यस्तो भइसकेको छ कि होइन, हजुरहरूले चाहिँ आफ्नो एभ्रिडे जब नै रिप्लेस गर्न सक्नुहुन्छ। हजुरहरूले आफ्नो कुनै पनि ट्रेडिसनल बिजनेस अथवा फ्यामिली बिजनेस छ भने त्यो नै रिप्लेस गर्न सक्नुहुन्छ क्या। बिजनेस हो आजको भोलि नै चाहिँ हुँदैन, डेफिनेटली नट। इट्स गन टेक टाइम। इट टुक्स मी लाइक 4 years टु। हजुरहरूले यो बिजनेसलाई राम्रोसँग बुझेर मात्रै अगाडि बढ्ने हो। सो त्यो भएको भएर यदि हजुरहरूलाई पनि यो बिजनेसको बारेमा कसरी चाहिँ मैले घरमा बसेर चाहिँ यस्तो खालको इन्कम गर्न सक्छु त भन्ने खालको क्युरियस हुनुहुन्छ भने चाहिँ डेफिनेटली हजुरहरूले मलाई रिच आउट गर्न सक्नुहुन्छ। फेरि कतिजना मान्छेहरूले चाहिँ मलाई के पनि भन्नुहुन्छ भने किन तिमीहरूले यही भिडियोमा नै नभनेको त भनेर पनि भन्नुहुन्छ क्या। यो क्वेसनको आन्सर पनि म हजुरलाई दिन्छु। किन नभनेको भन्दाखेरि इट्स अ बिजनेस। बिजनेस भनेको वी निड टु सिट डाउन एन्ड डु द टेबल टक के। हामीले चाहिँ एराउन्ड मैले एभ्री टाइम मेरो आफ्नो बिजनेसको बारेमा मैले मान्छेहरूसँग बुझाउँदाखेरि कुरा गर्दाखेरि मैले एराउन्ड 2 hours के मिनिमम पनि 2 hours स्पेन्ड गर्नु परिरहेको हुन्छ क्या बिजनेसको बारेमा बुझाउनको लागि। बिजनेसको अब हजुरलाई बिजनेसको मोडल नै भन्दाखेरि इट टेक्स लङ टाइम होइन यो प्लेटफर्म भन्नलाई, तपाईँको फाउन्डेसन बुझ्नलाई, यो के हो बिजनेसको मोडल बुझ्नलाई। सो द्याट्स वाइ यु किप इन टच विथ अस होइन। तपाईँले बुझ्नुहुन्छ सुरुमा होइन। हामीलाई कुनै पनि बेला हजुरले मेसेज गर्न सक्नुहुन्छ। मेरो फोन नम्बर पनि हजुरले मेरो बिजनेस पेजबाट पाउन सक्नुहुन्छ, फोन पनि गर्न सक्नुहुन्छ। वी विल बी मोर देन ह्याप्पी टु ह्याभ अ च्याट विथ यु। यो बिजनेस कुनै पनि ब्याकग्राउन्डको मान्छेले चलाउन सक्नुहुन्छ। हामी एज अ फ्यामिली बिजनेस भएर चाहिँ हामीले फ्यामिली बिजनेसको जति पनि चलाइराख्नु भएको छ उहाँहरूलाई चाहिँ हामीले रेजोनेट होस् भनेर चाहिँ यो कुरा फ्यामिली बिजनेस भनिरहेको हो। तर इट्स नट ओन्ली फ्यामिली बिजनेस, कुनै पनि ब्याकग्राउन्डको मान्छेले यो बिजनेसलाई राम्रोसँग चलाउन सक्नुहुन्छ। सो डेफिनेटली यदि हजुरहरूलाई पनि डिजिटल बिजनेसको बारेमा मोर इन्फर्मेसन चाहिएको छ भने हामीहरूलाई कुनै पनि बेला हजुरहरूले रिच आउट गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच।